के तपाईँहरूलाई आर्टिकल अप्ठ्यारो लाग्छ? यदि लाग्छ भने आउनुहोस् सँगै सिकौँ। आज म तपाईँहरूलाई छोटकरीमा आर्टिकलका बारेमा केही कुराहरू बताउन गइरहेको छु र ढिला नगरिकन आर्टिकलका बारेमा केही कुराहरू सिकौँ। सुरुमा चाहिँ म हजुरहरूलाई केही आर्टिकलका केही रुल्सहरू बताउँछु र यहाँ अदेखि अहमसम्मको साउन्ड आएको छ भने एन लाग्छ र कदेखि गसम्मको साउन्ड आएको छ भने अ लाग्छ। अनि केही कुरा स्पेसल छ भने चाहिँ त्यसमा हामीले द युज गर्छौँ र यो तिनवटामा कुनै पनि परेको छैन भने चाहिँ नो आर्टिकल हुन्छ। र यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ आर्टिकलका केही क्वेसनहरू छन्। आई स ड्याडास एसएसपी यस्टरडे र यहाँ एसएसपीको साउन्ड एन आएको छ। त्यसैले यदि साउन्ड अदेखि अहमसँग छ भने एन युज गर्छौँ भनेर मैले हजुरलाई भनिसकेको छु। त्यसैले यहाँ आई स एन एसएसपी यस्टरडे हुन्छ। यहाँ अर्को नम्बरमा हि इज ड्याडास एमए स्टुडेन्ट छ। हि इज एमए, एमएको साउन्ड अदेखि अहमको बिचमा आउँछ एम। त्यसैले यहाँ हि इज एन एमए स्टुडेन्ट हुन्छ। यहाँ अर्को नम्बरमा ड्याडास साउथ पोल इज अ पोइन्ट अफ लभ। साउथ पोल भनेको चाहिँ यहाँ डिरेक्सन हो। त्यसैले हामीले केही कुरा स्पेसल छ भने चाहिँ त्यसमा हामी द युज गर्छौँ। त्यसैले यहाँ द साउथ पोल इज अ पोइन्ट अफ लभ हुन्छ। अर्को नम्बरमा देख्न सक्नुहुन्छ हि हेज गट ड्याडास फिभर। फिभर भनेको चाहिँ एउटा एक किसिमको रोग हो। त्यसैले हामीले रोग भनेपछि यहाँ मैले हजुरलाई भनिसकेको थिएँ अदेखि अहम र कदेखि ग र दमा कुनै पनि छैन भने नो आर्टिकल प्रयोग हुन्छ। त्यसैले यहाँ हि हेज गट नो आर्टिकल अनि फिभर हुन्छ। अर्को नम्बरमा हि इज ड्याडास अफ्रिकन। अफ्रिकन एउटा नेसनालिटी पनि हो तर यहाँ पर्सनलाई जनाएको छ। त्यसैले यहाँ अफ्रिकनको साउन्ड अ छ। त्यसैले यहाँ एन हुन्छ। हि इज एन अफ्रिकन। अर्को नम्बरमा देख्न सक्नुहुन्छ हि इज ड्याडास डक्टर। डक्टरको साउन्ड कदेखि गको बिचमा आएको छ। त्यसैले यहाँ अ प्रयोग गर्छौँ। अर्को नम्बरमा देख्न सक्नुहुन्छ ड्याडास अनेस्टी। अनेस्टी भनेको चाहिँ एउटा फिलिङ र एब्स्ट्र्याक्ट नाउन हो। त्यसैले फिलिङ र एब्स्ट्र्याक्टमा जहिले नो आर्टिकल प्रयोग हुन्छ। धन्यवाद।